पक्षले अकृतिका आज हामीले काश्यपत्री अधिकारी पुरस्कार प्रतिष्ठान विराटनगरमा दामोदर अधिकारीको घरमा लगाइएको हाम्रो आमा नारायणको दर्शन गर्नुभयो भगवानले आफ्नो रूपमा आउनुभएका पूर्वाचार्यलाई स्वागत गर्दै सबैलाई राधे राधे वैजयन्ती माला भनौँ यो वैजयन्ती माला प्रदान गर्नुभयो। वैजयन्ती माला कस्तो भने अचेल भोलि स्वयंवरको माला भनेर बजारमा आउँछ त्यस्तै प्रकृतिको एउटा सुन्दर माला वैजयन्ती माला गलामा लगाएर वैकुण्ठबाट फर्केर स्वर्गलोकमा आइपुग्नु भयो दुर्गाश्रामण। स्वर्गलोकमा आएर छेउ हेरेको ऐरावत हात्तीमा सवार भएर स्वर्गका राजा इन्द्र हिँड्नुहुँदो रहेछ। हो मन्त्र प्रोग्राम गरेका इन्द्र यस्तो दिव्य हात्तीमा चढेर हिँड्दाखेरि कस्तो राम्रो शोभा देखिएको छ। उनका गलामा यो मैले लगाएको माला उनका गलामा हो भने अझै राम्रो देखिन्छ होला। म त त्यसै पनि साधु सन्यासी हो महात्मा हो मलाई त खरानी घटे पनि ठिकै छ है दिगम्बर रहे पनि ठिकै छ। त्यसो भएको हुनाले इन्द्रलाई माला लगाइदिनु पर्यो भनेर आफूले लगाएको माला इन्द्रका गलामा लगाइदिनु भयो। देवराज इन्द्रले यसो विचार गरे म यत्रो स्वर्गको राजा भएर एउटा जोगीले दिएको माला लाउनु पर्यो त्यो पनि उसले लागिसकेको अघि अर्काले लगाएको माला लाउने हो र। मनमा यस्तो घृणा र अभिमान दुइटै भयो। माला झिकेर गजराजका शिरमा राखिदिए। ऐरावतले माला आफ्ना सोडले तानेर भुइँमा कुल्चिँदै अगाडि बढौ महामार्गमा राजमार्गमा अगाडि हिँड्न लाग्दो भयो। र त्यो देखेर दुर्वासा मुनि रिसाउनु भयो। ए मैले दिएको पदार्थको यसलाई मूल्य भएन, गुरुले दिएको आशीर्वादको मूल्य भएन। त्यसमा पनि भगवानले दिनुभएको यो वैजयन्ती माला अनि मैले यिनलाई दिएँ। इन्द्रले राजा हुन् लाए भने शोभायमान हुनेछन् भनेर दिएको। यिनलाई त यत्रो अभिमान भयो भाइ भाइ म त स्वर्गको राजा हुँ भनेर अनि यसरी हामीले दिएको प्रसादको पनि अपमान गर्नेवाला हे इन्द्र तिम्रो देवताहरू सहित तिम्रो राज्यश्री नष्ट होस् भनेर श्राप दिनुभयो। दुर्वासा मुनिले श्राप दिएपछि इन्द्र शरण पर्न खोजे। दुर्वासा ऋषिले आजसम्म कसैलाई क्षमा गरेको छैन। श्राप दिएपछि सक्यो होइन भनिन्छ नि बन्दुकको गोली र मुखको बोली निस्क्यो त निस्क्यो नि अब त्यो फिर्ता हुँदैन। त्यस प्रकारले इन्द्रलाई श्राप लाग्यो र क्रमशः इन्द्र कमजोर बन्दै गए। पाताल लोकमा दैत्यराज बलिले राज गरिरहनु भएको थियो। राक्षसहरूले राज गरिरहेका थिए। गुरु शुक्राचार्यले थाहा पाउनुभयो स्वर्गमा राजा इन्द्रलाई श्राप छ भनेर। त्यो मौकाको फाइदा उठाउँदै पातालका राक्षसहरूले स्वर्गमा आक्रमण गरे। देवताहरूको हार भयो। दानवहरूले स्वर्गको राज्य लिए। हेर्नुहोस् त एकजना गुरु विश्वा दुर्वासा ऋषिको श्रापका कारणले गर्दा स्वर्ग सबै राज्यविहीन भयो। देवताहरू राज्यहीन भए। राज्य खोसियो। त्यसकारणले भगवानले दिएको अथवा भगवानका मन्दिरमा चढाएको अथवा भागवतमा अर्पण गरेको फूलपाती प्रसादी माला केही पनि कसैले अपमान गर्नु हुँदैन। शिरोधार्य गर्नुपर्छ। कुल्चिनु हुँदैन, नाग्नु हुँदैन, टेक्नु हुँदैन। त्यसो गरियो भने राज्यश्रीबाट हीन हुनु पर्दछ। राजा दुर्वासा ऋषिले स्वर्गको इन्द्रलाई छोड्नु भएन भने हामी सामान्य मानिसको के कुरा गरौं। दानवहरूको राज्य स्वर्गमा भयो। देवताहरू हारे भागेर भगवान नारायणका शरणमा गए। यो देवता र दानवको कथा भनेको राजनीतिको कथा हो। अलिकति राजनीति यहाँभित्र देखिन्छ। जसरी भए पनि आफूले राज गर्नुपर्ने है, आफ्नो रजाई चाहिने अनि राज्य चाहिने क्रममा देवताहरू भनेका थिए। विशेष गरिकन यसो विचार गर्यो अहिले नेपालका नेताहरू जस्तै देखिन्छन्। देवता र नेपालका नेता उस्तै उस्ता साधेदाहरू। अलिकति केही समस्या पर्यो भने एउटा जान्छ सर र बेजिङतिर घुमेर आउँछ, अर्को दिल्ली पुगिहाल्छ। अघि कसैलाई नसुनाइ रातिरी जान्छ। अनि दिल्लीमा के सल्लाह भयो, बेजिङमा के